न म के खाएर केटा थाहा छ ओहो लच्छी चली चल अहिले गएर हामी चाहिँ यस्तो डेन्जरस ठाउँमा चाहिँ न्युरो निकाल्दैछौँ Hello guys, welcome back again to this channel. आज चाहिँ म के खाएर छु यो के हो यो साल चुरोट सकेकै जङ्गलमा सो कटुसको पात बेरेर चाहिँ हान्छ कि यहाँ यस्तो दामी फुल फुलेछ यो बाटो चाहिँ यस्तो छ अहिले अहिले चाहिँ म के खाएर छु थाहा छ कटुसको पात हो यो आउँदा चुरोट चाहिँ सक्यो क्या माछा चुरोट जङ्गलमा हिँड्दा यस्तो जङ्गलमा हिँड्दा चुरोट साला फिनिस भयो सो आई सस एन आइडिया मैले चाहिँ पत्ता लगाएँ कटुसको पात बेरेर खाँदाखेरि ठिकै भइरहेछ अनि यहाँनिर चाहिँ अहिले केटा हेर न यस्तो दामी छ Does anyone know what's plant's name? के हो यो थाहा छ के सिस्नो हो भाइ नम्बर 1 हरियो सागपातमा पर्छ सिस्नो ओखो 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 बडा छ देयर कान अहिले चाहिँ म कहाँनिर आइपुगेँ एउटा हेर है मेरो पछाडि के छ यो कता हो यो म चाहिँ यो चाहिँ पछाडि ब्याक क्यामेराबाट देखाउँछु है त कस्तो दामी देखिन्छ हेर है ओके अहिले चाहिँ हामी खरबारतिर आइपुगेछ है तर यार ठाउँ यस्तो दामी छ यार cannot describe about this place bro लान्छ कि समयले कातानेर बाटो चाहिँ हेर है केटा यु क्यान सी on this game finish isn't it बाटो चाहिँ डेन्जरस नै छ मलाई चाहिँ डेन्जरस चिज नै मनपर्छ धेरै जस्तो I would like to face with dangerous ककडा अहिले चाहिँ हैन हल्का हल्का पानी पर्न थालिसकेको छ कि पानी थोर 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 निस्किन थालिसकेको छ अब चाहिँ हामी छिर्नु पर्छ जङ्गल आज म जानु नै पर्छ किनकि अब आधा घण्टा बसिसक्यो ओके जस्ट रिल्याक्स हियर just making content you don't need to worry about it तर जङ्गल चाहिँ केटा हो तिमीहरूले गाह्रै पर्छ यस्तो ठाउँमा हिँड्नको लागि हेर मेबी यु गाइज क्यान सर्भाइभ हियर म चाहिँ सक्छु है मलाई चाहिँ मतलब छैन माछी म जता पनि ओके गाइज अहिले चाहिँ पानी परिसकेको छ है हल्का हल्का अहिले हल्का हल्का भन्दा नि अहिले नि परिसकेको छ पानी म चाहिँ यस्तो ठाउँमा छु नि त त्यही भएर मलाई खासै भेटेको छैन तर पानी ठुलै पऱ्यो जस्तो लागेको छ सो अब छिटो जानुपर्ने हुन्छ जङ्गलमा धेरै बस्नु पनि खतरनाक हुन्छ यहाँ फेरि यो माथितिरको जङ्गलमा त धेरै टाइम बिताउनु भने यहाँ चाहिँ यो हुन्छ नि चट्टान यो एकदम लेभल हाईमा छ कि यो ठाउँ लगभग 3000 को आसपासमा होला कि 3000 मिटरको आसपासमा होला सो चट्टानहरू आउँदाखेरि चाहिँ छिटो लाग्ने चाहिँ सम्भावना हुन्छ कि सो पानी पर्नुभन्दा नि पहिले म अगाडि हिँडिसक्नुपर्ने हुन्छ यहाँबाट चुरोट पनि सक्यो यार तनाव भइरहेछ तर डोन्ट वरी ब्रो भन्छ नि मसँग चाहिँ टोप छ कडा हो ल कडा हेर न पानी कत्रो परिसक्यो पुरै पानी परिसक्यो हेर न यार यस्तो चाहिँ ठाउँ चाहिँ होइन पानी परिरहेछ नि त सो म अहिले एकछिन बस्दैछु अब एकछिन यो पानी बसिसकेपछि म फेरि तल जानेछु ठाउँ हेर्नको लागि सुन त त्यो खल्डो खन्नको लागि खन्नुभन्दा पनि अब ठाउँ हेर्ने हो कति भ्याइन्छ त्यति खनिन्छ ओके कि ब्लग पनि कि वाच लाग्दा कडा अब चाहिँ हामी एकछिन कुरुलो सुरुलो खोजिन्छ अनि चाहिँ ए निरो कति यहाँ कति यहाँनिर
दामी ल कुनै कुनै पोलो आछ वा टोनो खायौँ पछि भोदम ल टोनो सिस्नु पनि रहेछ के र तर हामीसँग चाहिँ सिस्नु टिप्ने भाँडो छैन न्युरो चाहिँ यो itu sampai itu sampai tuh anu dia asli kalau mihu kamu mana यार तेरी का मासाला अहिले गएर हामी चाहिँ यस्तो डेन्जरस ठाउँमा चाहिँ न्युरो निकाल्दैछु कोकल थाहा चाहिँ यो चाहिँ Kan yang kayak oh lah cik 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 ठीक चल हिँड ल ल आज चाहिँ एक छाक पुग्ला जस्तो छ अब चाहिँ हिँड्नुपर्छ तर जुगायो थियो त्यो छाक पुग्ला जस्तो भइसक्यो अब चाहिँ हामी हिँड्न लाग्यो घरतिर है त त्यही हो न्युरो आज चाहिँ न्युरो तरकारी खाइन्छ ल आजको लागि चाहिँ भ्लग यति नै त ल्याङ्ग्रो कति यार कागज चाहिँ मान्छे बल्ल यत्रो बज्यो यार छिटो बढ्न छिटो बढ सा मैले त डुबन लगाइसकेँ यिनीहरूले त एक वर्ष भइसक्यो यत्रो यार कहिले चाहिँ फल निकाल्ने कहिले बेच्ने कहिले पैसा पाउँछ यसले चाहिँ हल्का हल्का ठिक गरेर जस्तो लाग्यो ल तेरो काम ठिक छ अझै यसरी नै बढ्दै जा अलि छिटो बढ्ने त